लाग्यो कि यहाँ छोडिनु भन्नु भन् के भयो तल अस्ति भन्द शिवरात्रिको दिन शिवरात्रिको दिन थियो मजाले घोटा खाइदियो खाइयो भन्ने रामसँग भन् 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 भन्ने रामसँग भन् घोटा मजाले खाइदियो सुत्नु जान्थेरि अँध्यारो अँध्यारो देखियो सपना जस्तो लाग्यो अनि हिँड्दाखेरि 3 पाइला हिँडे जस्तो भयो अनि कति पाइला हिँड्दा 1 पाइला हिँड्दा 3 पाइला हिँडे जस्तो भयो अनि म झ्याप्पै थिएँ सुत्दाखेरि पनि जे काम गरे त्यो काम गरिराख्न मन लाग्दो रहेछ अनि जब भोलि बिहान उठे तब तसम्म पनि म झ्याप थिएँ मुख धोएर फ्रेस भयो अनि झ्याप स्याप सबै हट्यो हिजो बेलुका के भयो त्यो अघिल्लो दिन के भन्न अझै राम्रोसँग के भएको थियो त हाँसेको पानी खाएको खाना खाएको सब कुरा भन्छ पानी खाएपछि खाएकै हुन्छ पानी जिउमा परे जस्तो पनि हुन्छ खत्तम हुन्छ पानी खाएपछि नन स्टप खाके गर्न मन लाग्छ जिउ सुक्छ किन्न पनि मन लाग्दैन भोक लागेकै गर्छ खाएपछि खाके हाँसे हाँसे के हुन्छ नभन्न के भयो तँलाई भन् के भयो भन्नाले जिउ खुट्टा काम छ जिउ खुट्टा काम छ काम यो भन्न काम यो बन पर्दा चढ्यो एकछिन बल्ल आउँछ मुखसम्म आइपुग्दैन गाडीसम्म आउँछ मुखसम्म आइपुग्दैन आँखा रातो पिरो हुन्छ हाम्रो पनि बन्दा यार प्रतापले भन्न अनि तँलाई भोक लाग्यो पानी कति खाइस हैन पानी लगभग 2 लिटरको बोतलको 2 लिटर भ्याइदियो होला भोक लागलै गरे केही पनि खान्छु ब्ल्याङ्केट ओढेर सुत्छु अनि ब्ल्याङ्केट ओढेर ब्ल्याङ्केट भित्र के गरेर बस्यो ब्ल्याङ्केट भित्र हौसला चाहिँ मजाले खिची हाल्छु एक्जाम्पल के एक्जाम्पल हाँस्दैन प्रताप दाइ भन्ने पनि ला झ्याप हुन्छ है प्रताप दाइ भने यता भन्न त भन ला झ्याप हुन्छ हामी आउने बेला मुख तेज रात सुते त्यही प्रताप दाइ पनि झ्यापको बारेमा धन्दै लड्नु भयो अनि त्यसपछिबाट तैँले पानी खाएर बसेको थिइस् नि अनि एउटा सत्सङ भन्ने भाइ पनि झ्याप भयो सुन्न अनि तैँले पानी खाएर बसेको थिइस् अनि म गएर अनि पानी खान थाले बेलामा भर्खर तैँले पानी राखेपछि अनि तैँले फेरि पानी मागेको थिइस् नि सम्झस् किन त्यसरी पानी मागे घाँटी सुतेको कारणले पानी खाके गर्न मन लाग्यो अरूले जे गरे त्यही गर्न मन लाग्छ अनि आकाश किरिमिरी हुन्छ राम्ररी देखिँदा पनि देखिँदैन अनि त्यो तँलाई त्यो भएको जति सबै कुरा के जस्तो लाग्छ अहिले सपना सपना जस्तो लाग्छ सही भन्यो यार यसले सही अनुभूति